दर्शकबिन नमस्कार। निदान हेडलाइन 20 मा स्वागत गर्छु म केशव गणेल। सुरु गरौँ देश विदेशका मुख्य बीच समाचारबाट। राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सरकारको वार्षिक प्रतिवेदन पेश। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले निकाल्ने उक्त प्रतिवेदन गत वर्ष 7 जेठ 2080 मा सरकारले प्रतिवेदन आफ्नो साइटमा राखेको थियो। अहिले समय परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी। उद्यमशीलताबाट आफ्नै रोजगारीका अवसर सिर्जना र कृषिको आधुनिकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने भएकाले त्यसमा लाग्न आग्रह। बालबालिका सम्बन्धी ऐन संशोधनको प्रक्रिया अघि बढेको गृहमन्त्री रमेश लेखकद्वारा जानकारी। विवाहको उमेरको विषयमा गम्भीर तरिकाले सोच्नुपर्ने बेला आएको धारणा। जलवायु परिवर्तनबाट हुन सक्ने जोखिमलाई मध्यनजर गरी सरकारले आवश्यक तयारी गरिरहेको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काको भनाई। हिम नदीहरू साना हुँदै गइरहेको र जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालका नदीमा परेको धारणा। भूमि अध्यादेश होल्ड भएको बारे राष्ट्रिय सभामा सांसदहरूले चासो व्यक्त। राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सँगै आएका अन्य अध्यादेश प्रतिस्थापना विधेयक मार्फत अगाडि बढ्दा भूमि सम्बन्धी अध्यादेश होल्ड भएकोमा प्रश्न गरे। पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्नु छ भने पार्टी खोलेर राजनीतिमा आउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चुनौती। ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायक समेत नभएको टिप्पणी। कांग्रेस कम्युनिस्टको हातमा शासन र शक्ति रहेसम्म यो देश विकास हुन नसक्ने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको दाबी। देशको अर्थतन्त्र धराशायी बनाएको कृषि उद्योग विकास र शिक्षा तथा स्वास्थ्यमा सुधार गर्न नसकेको आरोप। संघीय लोकतान्त्रिक गणतन्त्र पक्षमा हुने सबै प्रकारका कार्यक्रमलाई सक्दो सहयोग गर्ने नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको भनाई। पार्टीले मातहतका कमिटी तथा सबै जनवर्गीय संगठनलाई गणतन्त्र विरुद्ध गतिविधि गर्नेलाई परास्त पार्न सक्रिय ढङ्गले सहभागी हुन निर्देशन। मातृभूमि जागरण अभियान चलाइरहेका डाक्टर भीम रावलद्वारा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमाथि प्रश्न। सिमेन्टको मूल्य बढाउने ऊर्जा मन्त्रीको स्काउटको जग्गा प्रकरणमा प्रधानमन्त्री मौन रहेको आरोप। वैदेशिक रोजगारको प्रमुख गन्तव्य रहेको मलेसियाद्वारा नेपालीमाथि ठूलो धरपकड। अध्यागमन कानुन उल्लङ्घन गरेर बसिरहेका नेपालीमाथि मलेसिया सरकारले धरपकड गरेको जानकारी। गैर हाजिर भएका आफ्ना कर्मचारीको नेपाल प्रहरी प्रधान कार्यालयले खोजी गर्ने। माघ महिनादेखि हाजिर नभएका 2 जना प्रहरी सहायक निरीक्षक सहित 16 जनालाई उपस्थित हुन निर्देशन। बागमती प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालयले 20 वर्ष पुराना सार्वजनिक सवारीलाई विस्थापित गर्न पत्र। यातायात व्यवस्था विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय सहित सम्बन्धित निकायमा पत्र पठाएको उल्लेख। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 का लागि संघीय सरकारले 10 अर्ब 56 करोड 4 लाख रुपियाँ वित्तीय समानीकरण अनुदान प्रदान गर्ने। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा सरकारले रकम प्रदान गर्ने जानकारी। नेप्से परिसूचक 54.62 अङ्क अर्थात् 2.04% घटेर 2614 अङ्कमा कायम। आइतबार 6 अर्ब 32 करोडको मात्र कारोबार। अब अन्तर्राष्ट्रिय हेडलाइनहरू। प्यालेस्टाइनी इस्लामी लडाकु समूह हमासद्वारा बन्धक रिहा गर्न अस्वीकार। इजरायलसँग युद्ध रोजेको भन्ने अमेरिकी दाबीलाई सत्यको तोडमोड गरेको आरोप। वैदेशिक रोजगारीको क्रममा विभिन्न देशबाट साउदी पुगेर विभिन्न कानुन उल्लङ्घन गरेको आरोपमा 25,150 अवैध आप्रवासीलाई पक्राउ। 17,886 जना रेसिडेन्सी कानुन उल्लङ्घन गर्ने, 4,247 जना सीमा सुरक्षा कानुन उल्लङ्घन गर्ने र 3,017 जनाले श्रम कानुन उल्लङ्घन गरेको उल्लेख। अब खेलकुद हेडलाइनहरू। विश्व रनिङको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेसको बोर्ड बैठक नेपालमा हुने। जेठ तेस्रो साता काठमाडौँमा एम्स बोर्ड बैठक हुने सुनिश्चित भएको नेपालका लागि एम्सका दूत टीएस ठकुरीद्वारा जानकारी। त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप 1 दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार लुम्बिनी प्रदेशलाई पराजित। आर्मीले लुम्बिनीलाई 131 रनको फराकिलो अन्तरले हराउँदै उपाधितर्फ अग्रसर। अब मौसम हेडलाइन। कोशी प्रदेश, मध्य प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने। कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा मध्य प्रदेश र गण्डकी प्रदेशका 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना। हस्त आजलाई निदान हेडलाइन 20 यति नै। हेर्दै गर्नुहोस् निदान मिडिया। नमस्कार। काठमाडौँमा भन्दा पनि सस्तो कपडा अब होलसेल मूल्यमा पोखरामै। बच्चादेखि बुढासम्म, विद्यार्थीदेखि कर्मचारीसम्म, लेडिज एन्ड जेन्ट्स सबैलाई मिल्ने। सिडदेखि पाउसम्म जस्तो खोज्यो त्यस्तै पाइने फेन्सी कपडाको होलसेल पसल हरिओम सप्लायर्स पोखरा। पन्थी गल्लीबाट प्राजुली गल्ली जाने बाटोको बीचमा। प्रोपाइटर मनिन्द्र प्रसाद पटेल हरिओम। सम्पर्क 9856 61 62 3, 98 011 90 12 1।